राखेको छौं। अर्को हामीले के गर्न सक्छौं भन्दाखेरि यहाँ गएर जस्तै कि हाम्रो यो डाटा भयो, यो डाटाको अब कुन साइजमा प्रिन्ट गर्छौं। प्राय जसो हाम्रो अफिसमा A4 साइज नै प्रिन्ट गर्छौं। A3 साइज भनेको A4 भन्दा बढी हो, A5 साइज भनेको डायरीको साइज हो जुन चाहिँ हामी प्रिन्ट गर्छौं। A3 साइजमा कहिले पनि प्रिन्ट नगर्नु। A4 साइज भनेको हाम्रो स्ट्यान्डर्ड साइज हो जुन हामी A4 पेपरबाट गर्न सक्छौं। यो एउटा भयो। त्यसै अन्तर्गत ल्यान्डस्केप र पोर्ट्रेट हामीले यहाँबाट इजिली गर्न सक्छौं। यहाँ हामी अब यो डकुमेन्टहरु ल्यान्डस्केपमा 1 पेजमा नै हुने भयो, तर यसको मार्जिनहरु अलि कम बेस बढी तल देखिरहेको छ। यो चाहिँ हामीले डकुमेन्ट चाहिँ पोर्ट्रेटमा गर्दाखेरि यस्तो देखियो, ल्यान्डस्केपमा गर्नुपर्ने यो डकुमेन्ट रहेको छ। त्यसै अन्तर्गत अरु हामी के गर्न सक्छौं, यहाँबाट पनि सेट गर्न सक्छौं। हामीले डकुमेन्ट चाहिँ 1 पेजमा प्रिन्ट होस्, चाहे हेडिङ जुन छ कलम छ त्यो चाहिँ 1 पेजमा होस्, चाहे रो 1 पेजमा होस्, यहाँबाट पनि हामीले सिलेक्सन गर्न सक्छौं। र मोस्ट इम्पोर्टेन्ट यहाँबाट हामीले कुन कुन प्रिन्टर हामीसँग अप्सनमा छ त्यो चाहिँ हामीले यहाँबाट हेर्न सक्छौं है। फेरि ब्याकग्राउन्ड जाम। अब मेन चाहिँ हामीले च्यालेन्ज अहिले के भोगिरहेको हुन्छौं भन्दाखेरि यो जुन हेडिङ छ त्यो हेडिङ चाहिँ सबै पेजमा कसरी आउँछ त्यो चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। जस्तै यहाँ हेरौँ, यो डकुमेन्ट छ, यो डकुमेन्टको प्रिन्टमा गर्दाखेरि हेडिङ सबै पेजमा आयो कि आएन। यसमा चाहिँ अहिले सबै पेजमा आइरहेको छ किनकि मैले फर्मुला राखेको छु। अहिले एकछिनको लागि म फर्मुला यहाँबाट हटाइदिरहेको छु। यहाँ छ र मैले फर्मुला हटाइसकेपछि अब चाहिँ फेरि हेरौँ, हाम्रो जुन यो हेडिङ छ त्यो हेडिङ सबै पेजमा आएको छ कि छैन। यसमा पहिला कसरी प्र्याक्टिस गरौँ भन्दाखेरि कन्ट्रोल पी गरौँ। कन्ट्रोल पी गरिसकेपछि यहाँ हेडिङ आयो, अर्कोमा हेडिङ आएन, अर्कोमा जुन चाहिँ अर्कोतिर छ त्यसमा हेडिङ आयो। त हामीलाई हेडिङ सबै पेजमा चाहियो भने हामी कसरी गर्ने त त्यो विषयमा हामी हेरौँ। पहिला कन्ट्रोल पी गरेर हामीले यहाँ केमा जाने, यसको जुन चौडाइ छ त्यो चाहिँ हाम्रो 1 पेजमा आउनु पर्यो भन्दाखेरि हामी यहाँ 1 पेजमा हामी यहाँ सेटल गर्छौं। अब यो 1 पेजमा भयो। अब यो जम्मा 2 पेजमा हाम्रो देख्ने भयो, तर यसको हेडिङ चाहिँ हामीलाई देख्न नसक्छ। त्यस्तो अवस्थामा के गर्न सक्छौं नर्मली भन्दाखेरि हामीले यहाँ क्लिक गर्दिने। क्लिक गरिसकेपछि हामी हेडिङ टाइटलमा जाने। हेडिङ टाइटलमा गइसकेपछि यहाँ हामीले नर्मली चाहिँ जुन हेडिङ प्रिन्ट गर्न लागेको त्यो क्लिक गरिसकेपछि यो हेडिङ चाहिँ सबै पेजमा प्रिन्ट भएर आउँछ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हाम्रो जस्तै कि कलम 1, कलम बी, कलम सी छ, यो पनि हामीले हेर्नुपर्ने हुन्छ र कहिलेकाहीँ रो चाहिँ 1, 3, 4, 5 जे छ त्यो पनि हेर्नुपर्ने हुन्छ। त्यो हामी कसरी सेट गर्छौं भन्दाखेरि हामी गाइडलाइन्स र हेडिङ जुन छ नि, ग्रिड लाइन्स र हेडिङ यसमा ओके गर्दियौं र यसमा ओके गरिदिएपछि हेरौँ हाम्रो दुवै चाहिँ प्रिन्ट हुने भयो। ए देखि लिएर एफ सम्म छ, यहाँ 1 देखि लिएर कतिसम्म छ, यहाँ अलि न्यारो भएर हामी हेर्न सकिरहेका छैनौं, तैपनि हाम्रो दुवै डकुमेन्टहरु प्रिन्ट गर्न यहाँबाट सकिन्छ। कन्ट्रोल पी गरेर हामी सर्टकटमा प्रिन्टको हामी सेट गर्न सक्छौं। र हामीले अब जस्तै कि 20 पेज 25 पेजको पेज हुन्छ, त्यसमध्येबाट कति पेज मात्र प्रिन्ट गर्ने भन्ने कुरा आउँछ भन्दाखेरि हामीले यहाँ प्रिन्टबाट हामी प्रिन्ट एरियाबाट हामीले 1 पेज देखि लिएर 5 पेजसम्म गर्छौं भने यसले 1 देखि 5 पेजसम्म मात्र प्रिन्ट गरेर दिन्छ हामीलाई। त्यो भन्दा बढीको डकुमेन्ट हामीलाई दिदैन। यहाँबाट हामीले कस्टमाइज गर्न सक्छौं कति पेजदेखि कति। अझ हामीले यसमा त के गर्न सक्छौं भन्दाखेरि हामीले जुन वर्कसिटमा अहिले काम गरिरहेको छु त्यो वर्कबुक मात्र प्रिन्ट गर्न सक्ने कि नसक्ने यहाँबाट अप्सन दिन हामीलाई सक्छ। त्यसै अन्तर्गत लेटरहरुमा मैले भनिसके A4 मा नै गर्नु होला प्राय जसो डकुमेन्टहरु। र अर्को कति पेज प्रिन्ट गर्ने हाम्रो डकुमेन्ट हुँदाखेरि हामीले 20 पेज 25 पेज कुनै डकुमेन्ट मानौ कुनै मिटिङको लागि 10 पेज प्रिन्ट गर्नु छ भने कन्ट्रोल पी थिचेर 10 चोटी प्रिन्ट गर्नु भन्दा यहाँ कति कपिज प्रिन्ट गर्ने भन्ने कुरा यहाँबाट हामीले हेर्न सक्छौं। यहाँ 10 पेज गर्नु छ भने हामी यहाँ 10 लेखेपछि हामीलाई यो कपी 10 पेज प्रिन्ट भएर आउँछ। यो भयो एउटा। र मोस्ट इम्पोर्टेन्ट मानौ न मैले चाहिँ राजेशदेखि लिएर नितिनसम्म मात्र यति डकुमेन्ट प्रिन्ट गर्नु छ भने हामी कसरी गर्छौं। यसको लागि हामीले प्रिन्ट एरियामा क्लिक गरेर हामीले सेट प्रिन्ट एरिया भन्ने क्लिक गरियो भने हामीले कन्ट्रोल पी मा हेर्यौं भने राजेशदेखि लिएर नितिनसम्म हामी मात्र प्रिन्ट गर्छौं। यो चाहिँ हामीले ग्रिड लाइन र जुन छ हामीले रो र कलम सिलेक्सन गरेकोले यो रो र कलम हामीलाई देखाइरहेको छ है। हामीले चाहिँ प्रिन्टमा नर्मल यही कुराहरु हामीले च्यालेन्ज छ, त्यो च्यालेन्जहरुको बारेमा मैले एउटा यो भिडियो बनाएर राखिदिएको छु। यो भिडियो तपाईलाई कस्तो लाग्यो मलाई कमेन्ट गर्नु होला, सजेसन गर्नु होला।